हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी चिकन मोमो खान लागिरहेको। यहाँ चाहिँ हामीसँग चाहिँ 20वटा मोमो छ। अन्त आज हामी हेर्छौँ, हामी अब हेर्छौँ, हामी खाइसक्छौँ कि सक्दिनँ, साथमा रहनु होला। खम खाएको ल खाएँ गाइस, फर्स्ट बाइट। तेरो भन्दा पनि चिसो पनि यो अचार चाहिँ यस्तो दामी छ, यस्तो दामी छ, यस्तो पिरो अचार छ कि तिल र टमाटरको अचार, सुक्खा खोर्सानी। अन्त यहाँ हामीसँग सुप पनि छ। सुप खानु मलाई पुरा खानु पर्यो। दामी दामी बग्छ। सुप खान दामी भएछ। तर यो अचारले चाहिँ पेट काटिन्छ जस्तो लाग्यो। हामीसँग यहाँ अझै यति अचार बाँकेको छ। पाँच चाहिँ खानुपर्छ यो डल्लै। यो सुपमा चाहिँ चिकन, त्यहाँबाट ब्रोकली, गाजरहरू हालेर बनाउँछ हामीले। दामी। भक्कु हाल्यो खोर्सानी अचारमा सुपमा। खोर्सानी हालिन अचार हौ अचारमा। अचार हाल्यो सुपमा। सुप पनि दामी भएछ नि। हल्दीले सब गऱ्यो। दामी भएको जस्तो भयो त हौ। तर मलाई मोमो भुँडी हगाउँछ, उयो हगाउँदैन, मुखै हगाउँदैन। मोमो चाहिँ लाइक मेरो फेभरेट हो कि। मोमो चाहिँ अहिले पनि खान्छु, भरे दिएन भने भरे नै खान्छु। अब मोमो चाहिँ त्यस्तो मनपर्छ पुरा। हेल्दी चाहिँ होइन अब मोमो खानु, मैदा हुन्छ, तर हेल्थ चाहिँ भाडमै। के हालेको छ त्यही हो ब्रोकलीको पत्ता। मलाई सुप मनपर्छ बेसी। जुसी मोमो छ गाइस। जस्तो भइहाल्छ। यस्तो तेल भइरहेको छ हातमा। खासमा चाहिँ आँटाको मोमो खाए पनि हुन्थ्यो नि हामीले। राम्रो आँटाको चाहिँ। आँटाको मोमो अब खाएपछि त मैदै खाएको राम्रो नि। मलाई चाहिँ ग्यास हुँदैन। तर रासिनको आँटा पनि तपाईँ जस्तो हुन्छ। मैदा चाहिँ सेतो माथितिरको हाम्रो तलतिर दिने चाहिँ हुँदैन, कालो हुन्छ।
त्यति हामी कहिले खान सक्छु खानु चाहिँ पुरा मनपर्छ कि तर खाने बेलामा सक्दैन नि खाने guys style राम्रो भयो बनाएर मलाई त्यस्तो ड्याम्मै भएको जस्तो भयो गाइस कतिजना पेटले माग्छ त्यसजना खान्छु जबसम्म मुखले माग्छ तबसम्म हान्छु म चाहिँ अचार हाल्छु गाइस दामी भयो हामी तर दिन बाद खायो है कति दिन बाद खायो हामीले मोमो आचा गाइस रुममा बनाएर चाहिँ अब हाम्रो बिल्डिङमा चाहिँ रुम यहाँ भएर पनि यति साह्रो हल्ला हुन्छ कि भिडियोहरू बनाउँदाखेरि पनि अब यति साह्रो हल्ला हुन्छ यहीँ अब काट्दै हाल्छु नभए चाहिँ हाल्नुहोस् न यहाँ सधैँ के भइरहेको भन्दा नम्मै भयो होला म त सक्दिनँ लास्ट आउँछ खाँदालाई फ्रुट खान्छ मलाई दसवटा खाइदियो मैले कतिवटा खाइछु ए 15वटा 3 4 5 6 7वटा रहेछ मैले त भने 20 खाइरहेको रहेछु त्यो डल्लै खान्छ जस्तो 20वटा मोमो हालेको थियो भने खानु सकिनँ गाइस त्यही खान्छु म ट्राई गर्छु सक्दिनँ खान्छु म त्यति कसरी खान्छ मान्छेले है अब बानी भएको अब हामीले मोमो मतलब खाना यति मुखमा यति लामो टाइमसम्म गऱ्यो भने पनि यति खान सक्ने हुन्छ नि अहिले चाहिँ 10 बजी बनाएको कोही सुतेको छैन कोही सुत्एको छैन दामी भनेको भएको भएकै के यस
चाहिँ लुटो हुन्छ अरे कि गाइस प्लिज उयो कमेन्ट गर्नु होला कसरी लुटो हुनु भनेर खानु चाहिँ छोडेन तर लुटो चाहिँ भएको वर्कआउट नगरी खानु नछोडी कसरी लुटो हुन्छ आमा सुप चाहिँ खानु तारिफ गर्छस् मेरो सुपको मैले बनाएको सुपको अगाइरमै ल ल त्यो कुकुर छ भने कुकुरलाई दिनु चाहिँ बाहिर पखालेर दाना पिरो हुन्छ अब त्यो ठाउँमा के गर्नु राखेर मैले खाना दिएर खानु कतिवटा टमाटरको बनाएको थिएँ 7टा बिसले चाहिँ मलाई घाँटी दुखिहाल्छ अहिले खाएछ है त्यो पनि खाइहाल्थ्यो नि त सक्दिनँ अब चाहिँ मेरो हकम त खाइहाल्नु न अन्त यति रहिरहेछ अझै यो 3टा चाहिँ खानु सक्दिनँ हो बादमा खान्छु भोलि खानु नि त भयो फ्राई गरेर म चाहिँ यसो सुपहरू ज्यादा खानु सक्दिनँ मान्छे पच्छ तर त्यस्तो बेसी खान्छ तर मैले छोक्रा चाहिँ खाइनँ नि ल सक्दिनँ अब दामी भयो तर मिठो भयो दामी भयो अब खाइसक्यो भने चाहिँ मोमोज दामी भयो गाइस इफ तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् होला अर्को भिडियोमा भेट्नेछु बाई बाई